र विभिन्न राजनीतिक दलका नेताहरू मध्येमा मलाई असाध्यै मनपर्ने दुई नेताहरू सुहान नेङमाङ, उहाँको बौद्धिकता, उहाँको शालीनता, उहाँको बोल्ने शैली मलाई असाध्यै मनपर्छ। उहाँ पनि एउटा राम्रो प्रतिपक्ष हुनुहुन्छ। र अर्को बलियो प्रतिपक्ष मलाई चाहिँ कुन लाग्छ भन्दाखेरि ज्ञानेन्द्र साई राप्रपाको। उहाँको चाहिँ मलाई के मनपर्छ भन्दाखेरि उहाँको एउटा राम्रो बानी चाहिँ राम्रोलाई यो राम्रो भयो, राम्रो हो, मेरो समर्थन छ भन्नुहुन्छ र नराम्रोलाई चाहिँ नराम्रो भयो खबरदार भन्नुहुन्छ। प्रतिपक्ष चाहिन्छ, तर प्रतिपक्ष चाहिन्छ भन्दैमा राम्रोलाई पनि नराम्रो भन्ने अनि त्यसपछि विरोध मात्रै राम्रो गरेकोलाई पनि नराम्रो भन्दै विरोध मात्रै गर्ने, त्यो प्रतिपक्ष होइन। त्यो खाली प्रतिपक्षको नाममा खाली विरोध मात्रै हो। प्रतिपक्ष त यस्तो हुनुपर्छ कि राम्रोलाई ठिक छ तपाईले राम्रो गर्नुपर्छ, यसमा मेरो समर्थन छ भन्नु पर्यो, नराम्रोलाई यो नराम्रो भयो खबरदार भन्नु पर्यो। त्यो हो प्रतिपक्ष, बलियो प्रतिपक्ष। मलाई एकदमै मन परेको एउटा स्ट्याटस हाम्रो ज्ञानेन्द्र साईले लेख्नु भएको छ। यो स्ट्याटस मलाई एकदमै मन पर्यो। तपाईहरुलाई कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु होला र भिडियोलाई लाइक गर्नु होला, शेयर गर्नु नभुल्नु होला। थ्यांक यू, किप वाचिङ। हजुरको दिन शुभ रहोस्।